गुड मर्निङ साथै नमस्कार पनि यहाँहरू सम्पूर्णमा। आज पनि म मेरो युट्युब च्यानलमा चाहिँ आफ्नो वरिपरिको सुन्दर दृश्य लिएर चाहिँ आउने जमर्को गरिरहेकी छु र मेरो भिडियोमा देख्न सक्नुहुनेछ यति सुन्दर खुलेको मौसम र आकाश पनि यति धेरै सफा छ र यसरी घाम लागेको छ। यो चाहिँ धेरै पानी परिसके पछाडिको मौसम हो र मौसम एकदम खुसियाली छ, सुनौलो बिहानी छ। एकदमै खुसियाली लिएर आएको छ घाम। धेरै दिन पानी परिरहेको थियो, यसरी सुनौलो घाम पाखा डाँडा काँडाहरूमा लागेको देख्न सक्नुहुनेछ। म चाहिँ यहाँनिर बसेर भिडियो बनाएर आएको छु। यो चाहिँ मेरो छाया हो, हात कम्मरमा छ। अहिले आफ्नो वरिपरि चाहिँ यस्तो छ र आकाश पनि एकदमै निलो आकाश छ। यसरी बसेको छ कुकुर बाटोमा। अब चाहिँ म तपाईँहरूलाई फेरि अर्को बादल लागेको पनि देखाइरहेको छु। उयो चाहिँ तमोर नदी हो र तमोर नदीमा देखि चाहिँ यसरी बादलहरू उठिरहेको छ र यो चाहिँ उडेर आकाशमा जान्छ होला। यो बादलहरू चाहिँ मेरो वरिपरि चाहिँ धेरै सुन्दर छ। घाम लागेर आज चाहिँ सुनौलो बिहान भइरहेको छ। र यो चाहिँ तेह्रथुमको मल्टिपल क्याम्पस हो। चुवान डाँडा पूर्वको पुरानो क्याम्पस पनि भनिन्छ। यहाँनिर चाहिँ सरस्वतीको मन्दिर देख्न सक्नुहुनेछ र त्यसै गरी त्यहाँनिर देख्न सक्नुहुनेछ एकदमै ठुलो बरको झ्याङ। आठरै गाउँपालिका वडा नम्बर 6 मा पर्छ र यति ठुलो हाँगा बिगा फैलिएको बरको झ्याङ छ यहाँनिर। र त्यसै गरी यहाँनिर चाहिँ सरस्वती मन्दिर छ। ओम जय सरस्वती माता। त्रिभुवन विख्यात भनेर हामी चाहिँ बच्चा बेला गाउँथ्यौँ र अहिले पनि गाउँछु। थ्याङ्क यू साथीहरू, भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु।